वेलकम टु तामजी ब्लगमा स्वागत छ। अनि आज एकैचोटि त्यो गाउँमा गएको थिएँ, गाउँदेखि त्यो के भन्छ गाउँदेखि आएको भ्लग नहाली यो भ्लग चाहिँ आयो क्या। कसरी आयो भन्दाखेरि आज चाहिँ मैले गाउँदेखि आएको भिडियो चाहिँ एडिट गरेर आज हाल्नुपर्ने थियो, तर मैले चाहिँ भ्याइनँ क्या। कस्तो भन्दाखेरि तल स्कुलमा म डान्स सिकाउनु गएको थिएँ नि त। हजुर हो त। अनि त्यस्तो भयो क्या। अनि नमुना स्कुलमा डान्स सिकाउनु जाँदाखेरि चाहिँ कस्तो भन्दाखेरि मैले भ्लग एडिट गर्नै पाइनँ। भ्लग एडिट गर्न नपाएपछि चाहिँ अहिले त हाल्नु पर्यो। अब के हाल्ने भन्दाखेरि तत्काल अहिले जस्तो छ त्यस्तैमा बनाउनु पऱ्यो र अनि बनाएर हाल्नु पऱ्यो। अनि फेरि मेरो चाहिँ अब कस्तो छ भन्दाखेरि होइन, कस्तो भन्दाखेरि अब मैले डान्स सिकाउनु गएको नि त, कसम भनेको सिकाउँदा फ्लोमा होइन 4:30सम्म मैले सिकाउनु पर्ने 50 भइदिइरहेको छ क्या। अनि 50 पनि भयो। अनि कस्तो भयो भन्दाखेरि त्यहाँ सरहरूसँग अलिकति कुरा गर्दा अनि त्यही सरसँग कुरा गर्दा ढिलो भइसक्यो क्या। अनि हाम्रो डान्स क्लास चाहिँ 5 बजीदेखि लाग्छ। अहिले त 10 मिनट ढिलो छु क्या म। अब फेरि आजको ढिलो नै होइन, कस्तो हुन्छ यार जहिले टाइममा म चाहिँ अलिकति हुन्छ नि, कि त 2 मिनट हुन्छ कि 3 मिनट हुन्छ क्लास लाग्नु, त्यतिखेर मात्रै पुग्छ। अलिकति कहिले चाहिँ 5 मिनट अगाडि 10 मिनट अगाडि पुग्दा पो हुने यार अलिकति। तर अहिले चाहिँ हल्का बिजी भएरै हो क्या। अनि यस्तरी हात त्यो के भन्छ फोन समाउँदा हात पनि गल्छ क्या यार। अनि घामले गर्दाखेरि होइन यो टाउको यस्तो गर्दा पनि दुख्छ क्या। अनि यो भ्लग अब यस्तै छ, केही छैन खासै त्यस्तो भन्नको लागि। अनि आजको दिउँसोको मेरो होइन सबै बिहानी म भन्छु, आजको मेरो बिहानी दिन कसरी कट्यो भन्दाखेरि बिहान उठेँ अनि जुम्बा क्लास चलाएँ, अनि रुम फर्केँ, खानासाना खाइयो, अनि स्कुल गयो। सेवा हो दाजु। अनि स्कुलमा डान्स सिकाउनु गएर फेरि भर्खर फर्किँदैछु। अब फेरि उता क्लास छ होइन, अनि त्यो पनि हेर्नुपर्ने छ। अनि म एकदम ढिलो भइसकेको छु। अनि बच्चाहरू पनि अघि त अब त क्लासमा भइसकेको छ, तर क्लास चाहिँ खुल्ला हुन्छ। हाम्रो एकजना अर्को दाइ चाहिँ प्र्याक्टिस गर्नुहुन्छ नि त, अनि त्यही भएर क्लास चाहिँ खुल्ला हुन्छ। अनि अलिक ढिलो भयो क्या आज चाहिँ। कस्तो यार यस्तै हुन्छ क्या घरिघरि चाहिँ के यार कस्तो। अब हुन्छ नि कुरा नगरौँ भन्दा पनि हुँदैन नि त, त्यो हाम्रो चाहिँ फेरि त्यही कामकै कुरा छ नि त। त्यही भएर मैले त्यो बिचमा पनि छाडेर आउनु मिलेन नि त। अनि त्यही भएर म पनि आयो गएँ। अनि यो हाम्रो डान्स सेन्टर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो डान्स सेन्टर हो। अनि अब हामी चाहिँ यता भित्र छिर्नु पर्ने चाहन्छ के बच्चाहरू चाहिँ अघि आइसक्यो होला, केही देखिँदैन होला क्या। अब तपाईँहरूलाई चाहिँ यति भन्दै आजको भ्लग चाहिँ समाप्त गर्न चाहन्छु। हस् त, धन्यवाद। ओके।